यो चाहिँ ललितपुरको सुन्दरी घाटमा रहेको ठाउँमा हो। बागमतीको खोला निरन्तर बढिराखेको छ। अहिले यो चोबारको नजिकै ललितपुरको सुन्दरी घाटतिर पानीको बहाव एकदमै बढिराखेको छ र पानीको तहले पहिले नै यसको खतराको तह पार गरिसकेको छ। अहिले हामीले देख्न सक्छौँ यो चोबार नजिकै अनि यहाँ धेरैवटा संरचनाहरूमा पानी पस्न लागेको छ र यही तरिकाले खोला बढ्दै जाँदाखेरि निकै जोखिम देखिने अवस्था छ यहाँनिर। पानीको निरन्तर परिराखेको छ, निकै बेग्छ। धेरै कुराहरू बगाएर आइरहेको देखिन्छ, सामानहरू र कोरिडोरको बाटोसम्मै पानी लगभग आइसकेको छ। यो बागमती कोरिडोरको बाटोहरू सम्मै पानी आइसकेको छ अनि थुप्रै घरहरूमा पनि पानी पस्न थालिसकेको छ। बल्खुको तरकारी बजारमा लगभग पानी पसिसकेको छ। त्यहाँका तरकारी व्यवसायीहरूले आफ्ना सामानहरू ट्रकमा राखेर सुरक्षित स्थानतिर पुर्याइरहेको हामी देख्दै थियौँ। नजिकै प्रहरी चौकी छ इकतिपुर प्रभागको। अनि सुरक्षाकर्मीहरूले पनि मानिसहरूलाई चेतावनी दिने कामहरू गरिराखेको छ। यद्यपि खतराको तह पार गरेको कारणले गर्दाखेरि अझै पानी भोलि बेलुकासम्म पर्सिसम्म रहने भन्ने मौसम पूर्वानुमानले अनुमान गरिराखेको छ। यसले गर्दाखेरि अझै खोलाको तह माथि आउन सक्ने सम्भावना छ। अबको केही छिनमै यताले पानी गयो भने अबको केही घन्टामा यो जुन चोबार जाने बाटोको छेउ तहसम्मै पानी आइपुग्ने अवस्था देखिन्छ।